नमस्ते टसिदेलेक फ्यापुला म जोर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है र मैले यसरी धर्म सम्बन्धित विषयमा भिडियो बनाएको अब अहिले केही समय भएको छ है र म धर्म सम्बन्धित अब जस्तो पनि कुरा हुन् त्यसको विषयमा म जानकारी दिने प्रयास गर्दैछु है र म आफै पनि सिक्दै छु र यसो गर्दा गर्दै अब कति मबाट भुल पनि हुन सक्छ है मबाट मैले अब थाहा नपाएको नि हुन सक्छ है त्यस्तो केही गल्तीहरू अवश्य हुन्छ त्यसमा मलाई माफ गर्नु होला है मलाई सच्याउनु होला भनेर म तपाईहरुलाई अनुरोध गर्दछु र आज चाहिँ म केही दिन अगाडि एकजना मित्रले कमेन्टमा लेख्नु भएको थियो कि हामीले लामो यात्रा गर्ने बेला कुन पाठ पढ्नु पर्छ भनेर चाहिँ त्यसको विषयमा भिडियो बनाइदिनु भनेर भन्नुभएको थियो है र आज त्यही विषयमा भिडियो बनाउँदै छु र हुनु त हामीले लामो यात्रा गर्ने बेला जस्तै गुरु रिम्पोछे छ है गुरु रिम्पोछेको पाठ जान्नुहुन्छ भने त्यो पढ्दा पनि हुन्छ त्यसको मैले भिडियो बनाएको छु है र त्यसैगरी आजभन्दा हिजो मात्र पनि मैले चेजुनटोलमा यानी तारा देवी उहाँको पाठ र मन्त्रहरू बनाएको थिए भिडियो बनाएको थिए त्यो पाठ पढ्नु र मन्त्र जप्नु भए पनि हुन्छ र त्यसैगरी धेरै छन् त्यस्ता हैन र त्यसमध्ये आज चाहिँ म के भन्छु भने एउटा फपटासी गिबे छिसुजेवा भन्ने एउटा पाठ छ यो पाठ अलि लामो छ मतलब एक पन्ना जस्तो छ हो यो चाहिँ म र तपाईहरुले अब पढ्न सजिलो हुनको लागि म नेपालीमा लेखिदिन्छु है तपाईहरुले नेपालीमा पढेर त्यसरी सिक्नु भए पनि हुन्छ हो यो पाठ पनि एकदम राम्रो छ है त अनि आज म यो पाठ सिकाउने छु तपाईहरुलाई ओम नङसे नमदा रङसे लुन्डुबे टासी छोकजु सिंना शुबाई संगे छेदङ किदिन फाबे छो कुनला छासल दजा टासी शो ड्रेमे क्याबो सल्देन दन्डुब गङ छाम्बे केम्बल केडा पालदम्बा कुनला गङबा क्याचर ढकबा जिन लुम्बो तर्फा चालरा पालदाने सिमजेन थम्जे लागोङ ढकबे पाल हिजिम जबा चारप ढकपाल दे छन्जम थेबे टासी पालफेलवा देवर शेकबा केला छाङसालो जम्बल शुनु पालदेन दोर्जे जिन चेरे जेवाङ गम्बो छाम्बे पाल साई निङबो टिबा नम्बर सेल नामखे निङबो फाचो कुन्दो साङ उत्पल दोर्जे पेगर लुसिङ दाङ नोरबु दावा राल्डे निमाई छागजन लेगनाम टाशी पागी छो छाङजो सेम्बा केला छाङसालो रिन्जेन तुजो टाशी सर्गी nya दुजों पोंजां हिहों कामाला न्यान्डा दोंदां फिन्जो पालबेवु मिनुप क्याजन वांग्युर खोरलो दे रिन्जेन ताजो गेगे छाजन जन छोदु क्यालवा छुजिन गेगे मा केजो ngwo टेम्बे पालबेलवे टाशी लामो केला छासालो 창바 쳔보 대중 세메부 믹동 된당 결보 율코르송 파게 보단 로왕 맹매상 남퇴 세데 하제 코르로다 제주 라다 동동 도르제젠 비왕 랄리 쳔덴 견젠젠 사숨 네소 켈렉 다시 벨 직된 경와 겔라 창살로 다자 덴데레 자와 솜바라 개당 예와르 세와 군시신 되든 발표 삼된 니신 롭 다시 텔레 푼숨 초바르 쇼 아즈 요새 भयो पाठ भयो र यसको तल के लेखेको छ भन्दाखेरि यो पढेको फाइदा के छ भनेर है त के लेखेको छ भन्दाखेरि 당시 전화 땡긴 땡긴 롭 है बिहान सबैले उठेर पढ्यो भने त्यो दिन तपाईले जस्तो पनि काम गर्नुहुन्छ त्योहरु सबै सम्पन्न हुन्छ पूरा हुन्छ भनेर लेख्नु भएको छ न्याल्से जुन मिलम सांगबो थौ सुत्नु भन्दा अगाडि पढ्यो भने राम्रो सपना राम्रो देख्ने निन्द्रा राम्रो लाग्ने हुन्छ भनेर भन्नु भएको छ यो दु जुक्से जुन छोले क्याल छवा समदु जुन थेदेन भेल्स अब
जस्तै हामीले कुनै काम गर्दैछौँ र कुनै कार्य गर्दैछौँ भने जस्तै हामीले गुम्बामा पनि त्यही हो हामी कुनै कामहरू गर्ने बेला सधैँ अगाडि यो पाठ पढ्ने गर्छौँ है यसलाई यो पाठको नाम भन्छ फापा टसी घिबे सिक्सुचेबा भनेर है कुनै काम गर्नु अगाडि यो पढ्नुभयो भने सोचेको जस्तो काम पुरा हुन्छ भनेर भन्नुभएछ 균두전화 체발 탁줄시 है त्यसले फिन्जो सम्झने हिसिन्रु अनि र तपाईले यदि सधैँ पढ्नुहुन्छ भने आफ्नो आयु लामो हुने जस्तो है रोग नहुने है जीवन सुख हुने र सम्पन्न हुने सोचेको सबै पुरा हुने है र जस्तै पापहरू मेटिने आदि धेरै कुराहरू धेरै फाइदाहरू छन् भनेर लेख्नु भएको छ है त हजुर अनि यो चाहिँ थियो फाक्पा हामी लामो यात्रा गर्ने बेला र यो चाहिँ तपाईले अब लामो यात्रा गर्दा मात्र नभए यहाँ लेखेको जस्तै आफ्नो दैनिक जीवनमा यो पाठ पढ्न सक्नुभयो भने एकदमै फाइदा हुनेछ है त त्यसको धेरै भन्दा धेरै फाइदाहरू छ भनेर यहाँ मैले तपाईलाई भने है यहाँ लेखे अनुसार र यसै गरी अरु पनि कुनै पाठ मन्त्रहरू यसमा चाहिँ अब खासै मन्त्र चाहिँ छैन है यो पाठ मात्रै हो र त्यसै गरी अरु पाठ मन्त्रहरू तपाईहरुलाई बुझ्नु जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला र त्यसै गरी धर्म सम्बन्धित अरु कुनै पनि विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला भनेर म तपाईलाई अनुरोध गर्दछु र भिडियोको अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद लासो